आदरणीय भगवत प्रेमी भक्तजनहरू, आज हामी पोखराकै प्रसिद्ध धार्मिक स्थल कैलाशेश्वर महादेवको स्थानमा आएका छौँ। यो सरङकोटको सबैभन्दा माथि टापुमा रहेको छ। यहाँबाट हामीले पुरै पोखरा, सुन्दर नखरी पोखरालाई चाहिँ अवलोकन गर्न पनि सकिन्छ। हामी मन्दिर प्रवेश गर्ने क्रममा छौँ। तपाईलाई मन्दिर प्रवेश गर्नुभन्दा पहिला मन्दिर वरिपरिको दृश्यहरू देखाउँदैछौँ, जुन अत्यन्त सुन्दर र रमणीय देखिन्छ। अहिले सायंकालको 5:30 छ। कैलाशेश्वर महादेव मन्दिरलाई दान गर्ने क्रममै रामपुर नगरपालिका वार्ड नम्बर 5 पाल्पाबाट पाल्मै कामरा सर हुनुहुन्छ चन्द्रकान्त अधिकारी। चन्द्रकान्त अधिकारी सरको सपरिवारको तर्फबाट रु 300 रुपियाँ दान प्राप्त भएको छ। उहाँको व्यक्तिगत तथा घर परिवारमा सुख शान्ति समृद्धि र ऐश्वर्य सुस्वास्थ्य र दीर्घायु र उत्तरोत्तर प्रगति हुँदै जाओस्। कैलाशेश्वर महादेवको कृपा सदा सर्वदा उहाँहरूको घर परिवारमा विराजमान रहोस् भने शुभ आशीर्वादको साथमा उहाँले गर्नुभएको कामको गर्दै चन्द्रकान्त अधिकारी सरको सम्पूर्ण गुरुमेदेव सर्वकार्येषु सर्वदा। ओम श्रीमन्महागणाधिपतये नमः। अब हामीले यो भगवान गणेशको दिव्य अत्यन्त ठुलो मूर्ति पनि यही देख्न सक्छौँ। पञ्चमुखी मूर्ति हामीले भगवान गणेशको, सिद्धि विनायक भगवानको देख्छौँ। साथै अब हामी कैलाशेश्वर महादेव मन्दिरमा प्रवेश गर्दैछौँ। मन्दिरभित्र जुन क्यामेरा मोबाइलहरू प्रयोग गर्न पाइँदैन। ओम नमस्ते। जल्दी आ जाओ, जल्दी आ जाओ। आस्ते आस्ते चलो, यहाँ बैठ जाओ, यहाँ बैठ जाओ। भगवान शिवजीको मन्दिर रहेको छ। यो यहाँ त्यस्तै 108 वटा धाराहरू पनि रहेका छन् भगवान स्नान गर्न। धाराबाट पानी प्रवाहित भइरहेको छ। त्यसरी हामी अभिषेक लिन सक्छौँ है। ओम पवित्र पवित्रो वा सर्वगस्ताङ्गत विवा यस्मरित पुण्डरीकाक्षसभायाभ्यं तरस्सुचिः। त्यस्तै कैलाशेश्वर महादेवको जुन दाहिनेपट्टि 108 शिवलिङ्गका पनि रहेको छ। ओम ध्याये नित्यं महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं रत्नाकल्पोज्ज्वलङ्गं परशुमृगवरावीत्यस्रं प्रसन्नं पद्मासीनं समन्तास्तुतममर्गणैर्व्याघ्रकीर्तिं वसानं विश्वादिं विश्ववन्द्यं निखिलभयहरं पञ्चवक्त्रं त्रिनेत्रं तव तत्त्वं न जानामि कीदृशोऽसि महेश्वर यादृशोऽसि महादेव तादृशाय नमो नमः। यहाँ यज्ञ मण्डप पनि रहेको छ। अब त्यस्तै हामी यहाँबाट कैलाशेश्वर महादेवको मन्दिर अवलोकन गरिसकेका छौँ। अब हामी यहाँबाट माथि भगवान गणेशको दिव्य मूर्तिको, भगवान गणेशको दिव्य मूर्ति भएको ठाउँमा जाँदैछौँ।
विनायक आऊ। भगवान कैलाशेश्वर महादेवको जुन देब्रेपट्टि हो यहाँबाट हामीले फेवाताल पनि देख्न सक्छौँ। भइसक्यो। त्यसै हामी यसरी नै भगवान गणेशको दिव्य मूर्तिको अवलोकन गर्न लागिरहेका छौँ, जुन अत्यन्त विशाल पनि रहेको छ। जय श्री राधे राधे। वाह, तपाईहरु देख्न सक्नुहुन्छ यो दिव्य भगवानको विशाल मूर्तिको नजिक प्रवेश गर्दैछौँ। ओम सुमुखश्चैकदन्तश्च कपिलो गजकर्णकः लम्बोदरश्च विकटो विघ्ननाशो विनायकः धूम्रकेतुर्गणाध्यक्षो फालचन्द्रो गजानन द्वादशेतानि नामानि यः पठे शृणुयादपि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा संग्रामे संकटे चैव विघ्नतस्यै न जायते। शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नं वदनं ध्यायेत् सर्वे विघ्नप्रशान्तये। अविसिद्धार्थ सिद्धार्थ पूजितो यसुरासुरे सर्वविघ्नहरस्तस्मै गणाधिपतये नमः। त्यस्तै अघि हामीले जुन फेवाताल बताएका थियौँ, फेवाताल पनि यही स्थानबाट देख्न सकिन्छ। जुन तालबाराई मन्दिर पनि यहीँबाट सजिलोसँग देख्न सकिन्छ। अत्यन्त विशाल घरहरू सहित हेर्नुहोस् त यो दिव्य स्थान रहेको छ।